मायास्थान र गीता मन्दिरको बिचमा छौँ हामी र यहाँ चाहिँ झडप भएको छ। अब झडप चाहिँ ग्याङ फाइट भएको छ कि यो यहाँ गेम खेलाउनेहरूबाट भएको छ कि त्यो अहिले खुलेको अवस्था चाहिँ छैन। त्यो अब खुलेपछि हामी तपाईँलाई जानकारी दिनेछौँ। र अहिले हेर्न सक्नुहुन्छ पुलिसले अहिले आएर नियन्त्रणमा लिएछ र अहिलेको लागि यतिकै इन्फर्मेसन आएको छ कि एकजनाको चाहिँ डेथ भइसकेको छ हस्पिटल लग्दा। अरू चाहिँ के छ छैन त्यो अहिले हामीलाई थाहा भएको छैन। अहिले हेर्न सक्नुहुन्छ तपाईँ। अहिले हाम्रो पुलिस सरहरूले त्यो एरियालाई एकदमै सिल गर्नुभएको छ र जाँच चाहिँ गर्दै हुनुहुन्छ के भएको छ, कसरी भयो, कहाँको मान्छेहरू हुनुहुन्थ्यो, के थियो भनेर अहिले जाँचहरू भइरहेको छ। तपाईँ हेर्न सक्नुहुन्छ यो गीता मन्दिर यो जुन हाम्रो घरियारा पोखराबाट आउने बाटो छ, यो हाम्रो जुन मायास्थान चौकतिर जाने बाटो छ, त्यो बाटोको बिचमा चाहिँ झडप चाहिँ यहीँ हेर्न सक्नुहुन्छ। यो बाँस र यो रोड तल चाहिँ ब्लडहरू भएको छ र मेन चाहिँ उता भएको छ, त्यहाँ गएर त्यहाँ पुरै ब्लड भएको छ। तपाईँ हेर्न सक्नुहुन्छ। अहिले हाम्रो पुलिस सरहरूले चाहिँ जाँच गर्दै हुनुहुन्छ। कहाँको आदमी हो, ग्याङ फाइट भएको हो कि के भएको हो त्यो अहिले खुलेको छैन। त्यो खुलेपछि हामीले तपाईँलाई जानकारी दिनेछौँ। यो झडप चाहिँ हाम्रो 12 र 1 बजेको बिचमा चाहिँ भएको छ। अहिले हाम्रो चेक जाँचहरू सुरु छ। तपाईँ हेर्न सक्नुहुन्छ चेक जाँचहरू चाहिँ भइरहेको छ। यो बाँसहरूमा ब्लड र यता बाटोहरूमा पुरै ब्लडहरू फसेको छ। अहिले हाम्रो चेक जाँच भइरहेको छ। कहाँको मान्छे थियो, किन झगडा भयो, को घायल छन् अहिले केही थाहा भएको छैन। अहिले चेक जाँच चाहिँ भइरहेको छ। यो हाम्रो मायास्थान चौकबाट आउने बाटो जुन हाम्रो यता गीता मन्दिरतिर यो बिच बाटोमा जुन हाम्रो मेला लागेको थियो त्यही बिचमा चाहिँ झडप भएको छ। अब यो ग्याङ फाइट भएको हो कि यो पसलहरूद्वारा चाहिँ झडप भएको हो कि त्यो अहिले खुलेको अवस्था छैन। अहिले हाम्रो पुलिस सरहरूले चाहिँ जाँच गर्दै हुनुहुन्छ। सुन्नमा यति आछ कि एकजनालाई चाहिँ हस्पिटल नारायणी लग्दा चाहिँ डेथ भएको छ। हामीले तपाईँलाई सब जानकारी दिन्छौँ, हामीसँग जोडेर बस्नु होला। दर्शकबिन सक्दा हाम्रो लाइभ सेयर गरिदिनुहोस्। त्यस्तै गरी दर्शकबिन हामी एकछिनपछि फेरि लाइभ आएर तपाईँहरूलाई जानकारी दिनेछौँ। अहिलेको लागि यति नै, धन्यवाद।